प्रेसर धेरै हाई भएर ढल्नु भएको रहेछ। धन्न समयमै लिएर मैले अहिले औषधि दिएको छु, त्यही भएर उहाँले अहिले ठिकै हुन्छ। खासमा के गरेर ढल्नु भएको उहाँ चाहिँ? हालेर बिर्सी अनि आफै बिर्साएर फर्किँदै थिएँ, ब्याङ्कमै ढलिदिदी त। आमाले के खानुभयो आज? बिहानै चिया बनाएको थिएँ, चिया पनि भुसुक्कै छोडेर बिर्स्यो हौ। म त कताको छु, चिया पनि खानै बिर्सेँ। भोको पेट छु बा, यही थाहा छैन मैले। ए भनेपछि आमालाई बिर्सिने बानी पनि रहेछ है? नानी अरू केही त हुँदैन नि? केही हुन डराउनु पर्दैन आमा। बुढेसकाललाई त यस्तो बिर्सिने बानीहरू त स्वाभाविक नै हो। हामी अब जति उमेर बढ्दै जान्छ त्यति हामीलाई चाहिँ बिर्सिने बानीहरू बढ्छ, हात खुट्टाहरू दुख्ने गर्दछ, साथीभाइहरूसँग बस्दाखेरि एकदम झर्किने बानी हुने गर्दछ। यो चाहिँ एकदम सामान्य हो है आमा, डराउनु पर्दैन। यो सामान्य त हो आमा, तर सामान्य भनेर चाहिँ खाली पेट बस्ने त्यस्तो चाहिँ गर्नु हुँदैन है। अनि अर्को कुरा, बिर्सिने बानी भनेको त्यो बुढेसकाल भएपछि चाहिँ एकदम सामान्य कुरा हो। त्यसलाई चाहिँ मेरो यस्तो बानी छ भनेर चाहिँ आफूले अप्नाउनु पर्छ, हुन्छ आमा? हुन्छ, भइहाल्छ। अनि त्यसपछि खानेकुराहरूमा नि एकदम ध्यान दिनुपर्छ, किनकि जब बुढेसकाल लागेपछि चाहिँ हाम्रो रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ। आफूलाई खानै मन लाग्दैन फेरि भनेर हुँदैन कि आमा, त्यस्तो भने त झन् कमजोर हुँदै गरिन्छ। अनि खानेकुराहरू पनि जे पाइले खानु भएन, खानेकुरामा नि झोलिलो चिजहरू, खानाहरू, तरकारीहरू धेरै खानु पर्यो है आमा? हुन्छ। खानेकुरा मात्रै ध्यान दिएर भएन, सरसफाइहरूमा नि ध्यान दिनु पर्यो। सरसफाइमा के ध्यान दिनु पर्यो भन्दा खानुभन्दा अगाडि चाहिँ हात धुने राम्रोसँग, सरसफाइमा एकदम ध्यान दिनुपर्छ है आमा? हुन्छ। सरसफाइमा ध्यान दिएर अनि हेर्नुहोस् त, यस्तो किराहरू आउन सक्छ। हेर्नुहोस् है, यहाँ हेर्नुहोस् त। ए यो नाना छोरीको के हो यस्तो? यो किराहरू हेर्नुहोस् त आमा, यस्तो किराहरू चाहिँ हाम्रो हातहरूमा भइरहेको हुन्छ। त्यही भएर चाहिँ यस्तो किराहरूबाट बस्नको लागि चाहिँ हामीले सकेसम्म धेरै खानुभन्दा अगाडि चाहिँ हात धुने अनि धेरै सरसफाइमा ध्यान दिनुपर्छ है आमा, बुझ्नुभयो? हुन्छ बा, हुन्छ हुन्छ। अब त म त्यस्तै गर्छु, अब त म अरू खेलासी केही गर्दिनँ। हुन्छ बा। आमा धेरै नरिसाउनु अब। आफ्नो ख्याल राख्नु है आमा। हुन्छ हुन्छ। धेरै नरिसाउनु हुन्छ। हुन्छ, म अब रिसाउन, अब त पटक्कै रिसाउन म। फेरि खासैसँग कति माया गर्छ। राजकारणले भने जस्तै राम्रो हामी कुराहरू चालै धुने, ढिलो लाग्ने त रिस उठ्ने जस्तो कुरा त हामीलाई भइहाल्छ नि। हामी भनेको त कस्तो हो, हामी भनेको त एउटा परिवारको दिदी बहिनी जस्तै हो, त्यसो गरेर हुन्छ। त्यसरी झगडा गऱ्यो भने त एक्लै भइन्छ। त्यही भएर धेरै नरिसा। हुन्छ, मबाट धेरै ठुलो गल्ती भयो। मैले कान्छीलाई यस्तो गर्न नहुन्थ्यो, मलाई माफ गरिदियो है कान्छी, मलाई माफ गरिदियो बा। सम्झिने नभन्ने अब चाहिँ हामी लिएर बस्नुपर्छ ल। हुन्छ बा।